Hello and namaste everyone. It's me Uma Surabangsi. Welcome back to my YouTube channel. आज चाहिँ हाम्रो गुल्मीमा चाहिँ पहिलो दिन हामी चाहिँ अहिले चाहिँ मामा घर जाँदैछौँ. सो भर्खर चाहिँ मैले बिहानको 9 बजेबाट चाहिँ भ्लग सुरु गरेको छु. सो अब हामी चाहिँ मामा घर जाँदैछौँ. बिस्तारै बिस्तारै हजुरहरूलाई के हुन्छ भनेर चाहिँ देखाउने छु. अनि योभन्दा पहिला चाहिँ मैले बुटोलदेखि गुल्मीसम्मको भिडियो चाहिँ राखिसकेको छु. त्यो चाहिँ हेर्न नबिर्सिनु होला सबैजनाले. सो अब हामी फेरि मामा घर गएको बिस्तारै बिस्तारै हजुरहरूलाई देखाउने छु. हेर्नु होला. बुन्टे बाई बाई गर्दै ल. बाई. के ल्याइदिने बुन्टेलाई? छिट्टो आउन ल भन्न त. ल बाई बचाई. अहिले चाहिँ हामी मामा घर सबै मम्मीको दिदी बहिनी अनि मेरा दिदी बहिनी सब पैदल यात्रा जाँदैछौँ. पैदल यात्रामा पनि एकदमै रमाइलो हुन्छ. अनि यहाँ चाहिँ छेमा हुनुहुन्छ अनि यताको छेउको बहिनी अनि ठुल मम्मी र मम्मी चाहिँ तल गइसक्नु भएको छ. अनि यो चाहिँ मेरो साथीको घर हो है साथीहरू. साथी त बिहा भएर कहाँ पुगिसकिन्. यो चाहिँ माइती घर. कस्तो लागिरह अब हजुरहरूलाई ल भनिदिन पर्यो प्रतिक्रिया. ल विपना भन्न आउँछ कि ल केही भन त. एकदम रमाइलो भइरहेको हो छेमालाई. मलाई माइती घर आएर मेरो जन्म ठाउँ आएर धेरै रमाइलो लागिरहेको. तल माइती घर जाँदैछु त्यहाँ गएर नि देखाउँछु हो क्या चाहिँ. सो साथीहरू अब चाहिँ हामी सर्टकट बाटो चाहिँ लिँदैछौँ. मेन रोड नजाने रे अब चाहिँ है. ए ठुल बाबाहरू त यहीँ हुनु रहेछ. हामी त छोडेर जानुभएछ क्या भनेको त. यता मम्मी. यो चाहिँ हाम्रो गाउँको डन राजा डन. ल यिनलाई पनि लिएर जाँदैछौँ. डन आयो डन. ल हेर्नु त साथीहरू उहाँबाट सुरु भएको छ हाम्रो मामा घर जाने पार्टीहरू. जन्ती चाहिँ भएर यस्तरी रमाइलो हुन्छ. गाउँघरको बाटो सर्टकट बाटो यात्रा लिँदैछौँ. धन्दै लोटेको बहर चाहिँ. र साथीहरू मैले चाहिँ मेरो बहिनीले चाहिँ भर्खर क्याप्चर गर्न पाएँ. योभन्दा अघिल्लोचोटि पनि यो रास्ताहरू मैले देखाइरहेको थिएँ. यो चाहिँ मेरो साथीको घर. अर्को साथीको घर स्कुलमेट भन्दा नि स्कुल जाँदाखेरिको साथी. ल यहाँ हामी दुईजना ठुल मम्मीहरूलाई चाहिँ भेटाउनै सकिरहेको छैनौँ गाइज. उहाँ पल्लो डाँडामा ठुल मम्मीहरू ओल्लो डाँडामा हामी. एउटा सानो एक्सिडेन्ट भयो. हाम्रो छेमा चाहिँ लोटेर यहाँ हातमा कट्टा भयो. त्यसको लागि चाहिँ ट्रिटमेन्टको लागि हामी खोलामा जाँदैछौँ. सिस्ने खोला हो त. यो हाम्रो गाइड गर्ने मान्छे हो. यो चाहिँ डगी चाहिँ हामीलाई माउलासम्म लिएर जान्छ. ल ठुल मम्मी कस्तो लागिरह अरे? राम्रो. माउला जाँदा पाउँदा जहिले पनि पाइरहेको छु भन्नु न. तिमीहरू नपाउनु भन्नु न. छेमालाई म त खुसी छु माइत जानु पाएर. हेर्न भन्नु भाइ ठुल मम्मी. मेरो तालेकैमा माउला छ के गर्ने हिँडेर जान पर्छ. ए बरी ल गाइज हामी चाहिँ यहाँ मामा घर आयौँ. यो चाहिँ हाम्रो मामा घर हो. हामी माउलातर्फ आइयो ठुल मम्मी. ल यो चाहिँ हाम्रो मामा घर. ल राली गुराँस चाहिँ फुलेको. फाइनली आइयो. ल ल इन्टरभ्यू राम्रोसँग लिइराख्नु भयो ठुलो मम्मी. यहाँ पनि हो के हाम्रो सेनफुपूको छोरी कान्छी. हाम्रो बजेको भान्जी हो न. इन्टरभ्यू भइरहेको. यहाँ ठुलो मम्मी इन्टरभ्यू ल्याउनु भयो. यहाँ हाम्रो मामा हुनुहुन्छ. यहाँ ठुल बाबा. बाँकी पाहुनाहरू चाहिँ यहाँ ल आएर टक्क लाएर शीतल भयो है. हिँड्दै आउँदा त घुसुरी खेल्दै खेल्दै आउँदा त शीतल भयो.
अझै ओकेमा कुर्ची त ल टिका टालो यो भनेकोलाई यो हाम्रो यो काइली यो साइली नमस्ते हजुर म त बोल्न दिन्न पैसा राख्ने ब्याग नि राखेन के मन राख्छु ल यहाँ चाहिँ हाम्रो टिका तोलो भइरहेछ भाइलाई पनि नदिने पैसा दिनु ए पैसाले चाहिँ नमस्ते नगर कस्तो आँखा पिरो भयो बा त उस भयो क्या अहिले उस आँखा के कोटी छिटो भ्याउनु है त पूजा जान्ने पण्डित बाजेलाई झन् भेट्ने भनेको त बहिनीलाई त लास्ट टाइम आइछ अझै हो नि त अझै हेला गर्ने रुक्नु हजुरलाई हो क्या अझै ल कस्तो लगाइराख टिका लाउनु नपाएर होला कि कर्सा कर्सातिर गएको नानी खै नमस्ते गर्दु आमालाई नि ल अझै आमालाई नि नमस्ते गर्दु साथीहरू हामी चाहिँ यहाँ मामा घर आएर सबैसँग भेटघाट गरेर अनि पूजा चाहिँ सकिसकेको रहेछ बिहानै हामी आउन चाहिँ ढिला गऱ्यौँ त्यही भएर चाहिँ अनि यहाँ हामीलाई मामा माइजूले टिका लगाइदिनु भयो आज चाहिँ मेन हाम्रो बजे बितेको चाहिँ 1 वर्ष पुग्यो अनि त्यसैको चाहिँ बर्खी अनि त्यही भएर अनि टिका लगाइदिएर अनि सकियो अब चाहिँ सबैजना आएर भेटघाट यताउति हुन्छ अब आज हामी मामा घर बस्न नि सक्छौँ जान नि सक्छौँ केही थाहा नि त अहिले थाहा हुन्छ यहाँ बहिनीहरू चाहिँ हल्ला गरिराखन् आज यहीँ बस्ने कि जाने हो म त घर दिदी म नाप्ने हो टिकटकर भएपछि यस्तै हो के अहिले चाहिँ हामी अलिअलि टिकटक अलिअलि भिडियो अलिअलि फोटोहरू सुट गरेर आइसकेका छौँ अनि मामा घर चाहिँ उहाँ छ हामी चाहिँ यहाँ माथि आएको छौँ टिकटक गर्न अनि यहाँनिर चाहिँ कति धेरै यो मटर फलेको छ चिनी हालेको मटर हो एकदमै मिठो यो वाला होइन अरे मिस्टेक भयो साथीहरू अब चाहिँ हामी फेरि तल घर जाँदैछौँ साथीहरू अनि त्यसै बिस्तारै देखाउने छु साथीहरू अब चाहिँ हामी ग्रस्ती थाकेर अनि अब चाहिँ हामी खाना खान जाँदैछौँ अनि बहिनीहरूले मोरी टिकटक गराएर हामीलाई नि यति दुःख दियो ल यहाँ हाम्रो बहिनीले चाहिँ भाग लगाइरहेकी छिन् यहाँ ल खतनाक दिन्छु नै ल बसौँ उ यहाँ अब उता ठुलमम्मी आउनु भयो अब ठुलमम्मीलाई भेट्न जाँदैछौँ यहाँहरू सबै 4 जना दिदी बहिनी अनि उहाँहरूको सबभन्दा ठुलो दिदीलाई चाहिँ उता भेट्दैछौँ एकछिनमा स्टे के भन्छ अरे ट्युन हाम्रो ठुलमम्मी हुनुहुन्छ यहाँ चाहिँ मम्मीहरूको ठुलो दिदी अनि यहाँ चाहिँ फोटोसुट हुँदैछ हामी सबैको साथीहरू हाम्रो खाना चाहिँ सुरु भयो यहाँ ठुलमम्मीले यहाँ खाएको खाइ हुनुहुन्छ कम्पिटिसन हो नास्ता खाएपछि खाना नि खाँदैछौँ अब यता हुनुहुन्छ यहाँ बाँड्दै हुनुहुन्छ यहाँ अब चाहिँ हामी यहाँ खान्छौँ मिठो भयो साथीहरू हाम्रो ठुलमम्मी चाहिँ अब घर जाँदै हुनुहुन्छ बाइकमा यहाँ त गाह्रो छ ल बाई
चिया ल्याइदिएर आउनु भएको छ। ल ल ल ल ल ल केटीहरू त स्लिपिङ। थ्याङ्क यू। ल आज एकदमै पानी परेर एकदम ग्रस्तै गराइदियो हाम्रो दिन चाहिँ। अनि यहाँ चिया अब जाडोमा तातो चिया सबैजना यहाँ सुत्नु भएको छ। जम बाई बाई। ल बाई बाई माइजू बाई। बाई ल आउँछु पछि। साथीहरू अब चाहिँ हामी यहाँ मामा घरदेखि घरतर्फ फर्किँदैछौँ। आज दिउँसभरि पानी परेर हामी चाहिँ कतै केही घुम्न नि पाइएन। तास खेलेर दिन बित्यो है छेमा। तास खेलेर सुतेर दिन बित्यो। सो अब माथितिर जाँदैछौँ। फेरि मौसम चाहिँ एकदमै चिसो मौसममा तातो पकौडा खान पापा मजा आउँथ्यो अब। ल हेलो क्रिस्टिना। हेलो बाबु। नमस्ते गर्दु खै। नमस्ते गर्दु ल ए खानिन आज त दुःखै भाग्यमानी भए बाबु। ल हुन्छ। भाउजूले आजको दिनमा त कतिचोटि चिया त ल्याइदिनु होला। ल गाइज अब त हामी फेरि पनि एकदमै राति भइसकेको छ। अनि यो चाहिँ अब अन्तिम भिडियोको अन्तिम चिया। यहाँ ठुल बाबा हुनुहुन्छ, यहाँ बिन्दु बहिनी। ल के भन्नु छ? खुसी लाग्यो भर चिया खान पाउँदा? गाइज हाम्रो चाहिँ बाटोमा यस्तो गोबी फुल फल्छ हेर्नुहोस्। यहाँ एउटा डेन्जरस। अनि अहिले चाहिँ राति शाम भइसकेको छ, पानी परिरहेको छ। अनि यहाँ चिया खाँदै हुनुहुन्छ सबैजना। यहाँ भाउजूले चिया। ल भाउजूलाई त आज लेखेर थ्याङ्क यू भन्नुपर्छ क्या म्यासेजमा अहिले। आज त दिउँसभरि चिया। चम्किन्छ क्या यस्तै हो। पोखरा मसिना चामल हो। पोखरा मसिना अन्त आएन। पोखरा मसिना आएको घर फेरि यहाँ मजा गयो रे, मजा गयो, मजा गयो। ऊ पनि आउँछ त। आज तल घुम्नु थाल्नु के कति गर्मी भएर कि मलाई त दिदी हजुरहरूले खाने न काइली लाइन राखिदिन्छु के भात एक गाँस भाइ झोल त हामीले खाएपछि रहनु नि परेको भनिदिनु चाहिँ म यहाँ पकाएर हेर्नु खान्न भनेको ठकाइला खान मन लागेन अरे बिन्ताले हेरेर मैले पकाउँछु सबै पोल्ने हेरेको यो त बेसी पनि पोल्ने भयो हुन्छ ल हामी खाँदा पो हात धुन निस्किन्छौँ ल जाऊ नानी पनि हात धुन धेरै फेरि सुनको मुन्द्री सुनको मुन्द्रो भयो साली भे बुवा छोरी खाने सो साथीहरू आजको दिन चाहिँ रमणीय नै गयो। रमाइलो भन्दा पनि अब आज बर्खी थियो, मेन कुरा बजेको, वर्ष दिन पुगेको। सबैजनासँग भेटघाट भयो अनि र खुसी पनि लाग्यो सबैसँग भेटघाट हुन पाउँदा। अनि पानी परेर यति झुर भयो, पुरै पानी हुरी बतास लागेर त्यहाँ मामाघर। अनि त्यसले गर्दा चाहिँ यति झुर भयो नै भने त एकदमै रमाइलो। अनि सबैसँग भेट्न पाउँदा चाहिँ खुसी लाग्यो। सो अहिले चाहिँ एकदमै थकाइ लागेको छ। हिँडेर आएको मामा घरदेखि यहाँ हाम्रो घरसम्म चाहिँ हिँड्दै आएर अनि त्यही भएर थकाइ लाग्यो। सो ल
आजलाई चाहिँ यति नै। यदि मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।